राधे राधे मित्र मित्रानीहरू, म सिया फेरि पनि आइसकेको छु मेरो तपाईँहरूको प्यारो च्यानल इन्जिनियरिङ जर्नी विथ सियामा। र तपाईँलाई थाहा छ अहिले म फ्लुइड मेकानिक्सको भिडियो बनाइरहेको छु र तपाईँहरूलाई यो पनि थाहा छ कि सुरुदेखि अन्तसम्म सबै हेर्नुहुन्छ भने तपाईँहरूको कम्प्लिट नोटै बन्ने छ। सो योभन्दा पहिलेको भिडियोहरू पनि हेरेर आउनु होला एन्ड किप सपोर्टिङ। तपाईँहरूको सपोर्ट नै मेरो लागि मोटिभेसनको सोर्स हो। सो अब धेरै टाइम वेस्ट नगरी भिडियो स्टार्ट गरौँ ल। अब हेरौँ डिफ्रेन्सिएट बिट्विन सोलिड लिक्विड एन्ड ग्यास। र तपाईँहरूलाई म एउटा कुरा अझै भनिदिन्छु, म चाहिँ टियुको सिलेबसको बेसिसमा के भन्छ हाम्रो टियुको सिलेबसको बेसिसमा भिडियो बनाउँछु। सो सबैलाई नै काम लागिहाल्छ, बट काम चाहिँ सबै युनिभर्सिटीलाई लाग्छ उत्तिकै। मेनली फोकस मैले टियुको लागि गरेँ है त। अब हेर्न सक्नुहुन्छ यहाँ डिफ्रेन्स बिट्विन सोलिड लिक्विड एन्ड ग्यास। अब यो सोलिड लिक्विड एन्ड ग्यासमा के डिफ्रेन्स छ त? अब हेरौँ सोलिडमा अलिकति मैले सर्टमा लेखाएको छ, तपाईँहरू अब के भन्छ एउटाको लेख्न सकिसकेपछि अर्को आफै लेख्न सकिहाल्नुहुन्छ। त्यही भएर हेर्नुहोस्, ह्याज डिफिनिट सेप एन्ड भोल्युम। सोलिड ह्याज डिफिनिट सेप एन्ड भोल्युम। यो चाहिँ के हुन्छ आफ्नो एकदमै डिफिनिट के भन्छ एउटा सेप एन्ड साइज हुन्छ र भोल्युम पनि डिफिनिट हुन्छ। लिक्विडसित के हुन्छ डिफिनिट भोल्युम हुन्छ बट डजन्ट ह्याभ वाट डिफिनिट सेप। कज लिक्विडलाई हामी जुनै कन्टेनरमा हाल्यो भने पनि के हुन्छ त त्यो कन्टेनर जस्तो बनिहाल्छ, तर सोलिड के हुन्छ त्यस्तो त हुँदैन। अब ग्याससित न त डिफिनिट भोल्युम हुन्छ न त डिफिनिट सेप हुन्छ। अब हेरौँ इन्टरमोलिकुलर बोन्ड आर भेरी स्ट्रङ। सोलिडको केसमा के हुन्छ इन्टरमोलिकुलर बोन्ड के हुन्छ एकदमै स्ट्रङ हुन्छ, तर लिक्विडको केसमा के हुन्छ हेर्नुहोस् लिक्विडमा इन्टरमोलिकुलर बोन्ड इज स्ट्रङ्गर देन ग्यास बट विकर देन सोलिड। र यो ग्यासमा के हुन्छ द इन्टरमोलिकुलर बोन्ड इज भेरी विक। यहाँ मैले भेरी विक मात्र लेखेको छु भने डाइरेक्टली भेरी विक नलेखिदिनु होला, यसलाई अलि ल्याङ्ग्वेजमा लेखिदिनु होला। अब त्यसपछि हेर्नुहोस् यो इन्टरमोलिकुलर फोर्स अफ अट्र्याक्सन, मोलिकुल्सहरूको बिचको जुन फोर्स अफ अट्र्याक्सन छ त्यसमा के हुन्छ एकदमै हाई हुन्छ, यहाँ हाई हुन्छ। र लिक्विडमा के हुन्छ इन्टरमोलिकुलर फोर्स अफ अट्र्याक्सन इज ग्रेटर देन ग्यास बट विकर देन वाट सोलिड। अब हेर्नुहोस् फेरि यहाँ ग्यासको केसमा के हुन्छ इन्टरमोलिकुलर फोर्स अफ अट्र्याक्सन इज भेरी विक। अब त्यसपछि हाम्रो के छ इन्टरमोलिकुलर स्पेस इज एब्सेन्ट। अब इन्टरमोलिकुलर जुन स्पेस हुन्छ मोलिकुल बिचको स्पेस हुन्छ त्यो एब्सेन्ट हुन्छ। र यहाँ के छ त लिक्विडको केसमा इन्टरमोलिकुलर स्पेस इज प्रेजेन्ट र ग्यासमा के हुन्छ धेरै नै बेसी स्पेस हुन्छ के। सो फ्री फ्लोइङ अर प्लेन्टी। इन्टरमोलिकुलर स्पेस इज फ्री फ्लोइङ अर प्लेन्टी इन केस अफ ग्यास। अब तपाईँ हेर्न सक्नुहुन्छ सोलिड इनकम्प्रेसिबल, सोलिड इज इनकम्प्रेसिबल बट अब सोलिड हाम्रो के छ त हाम्रो चाहिँ सोलिड के हो त इनकम्प्रेसिबल हो, तर लिक्विडलाई हामी के मान्छौँ वी ट्रिट लिक्विड एज इनकम्प्रेसिबल। सो लिक्विड पनि यहाँ के हुने भयो त इनकम्प्रेसिबल। र ग्यासको केसमा के हुन्छ इट इज रिडली कम्प्रेसिबल, यसलाई हामी कम्प्रेस गर्न सक्छौँ एकदमै बेसी हाइली कम्प्रेसिबल छ। अब यसले के गर्छ सोलिडले के गर्छ त एउटा फिक्स्ड लिमिटसम्म के गर्छ त डिफर्मेसनलाई रेसिस्ट गर्छ, तर लिक्विडले डिफर्मेसन रेसिस्ट गर्दैन। इभन अलिकति पनि सियर फोर्स एप्लाई गरिदिनुहुन्छ भने यो के हुन्छ त डिफर्म हुन थाल्छ कन्टिन्युसली। र कति बेलासम्म डिफर्म हुन्छ जबसम्म हामी त्यो सियर फोर्सलाई एप्लाई गर्न छोड्दैन त्यति बेलासम्म यो के हुन्छ कन्टिन्युसली डिफर्म हुन्छ। अब त्यसपछि ग्यासमा यो पनि कन्टिन्युसली के हुन्छ त डिफर्म हुन्छ। योमा पनि अलि पनि सियर फोर्स लाग्यो भने यो मजाले डिफर्म हुन्छ कन्टिन्युसली। र त्यति बेलासम्म डिफर्म हुन्छ जति बेलासम्म के हुन्छ हामी त्यो सियर फोर्स एप्लाई गर्न छोडिदिँदैनौँ। यति थियो आजको भिडियोमा, यति मात्र थियो। आई होप तपाईँहरूले चाहिँ बुझ्नु भएको छ भने डु लाइक सेयर एन्ड सब्सक्राइब। अनि त्यसपछि टाइमको वेस्टेज म गराउँदिनँ, छिटो के भन्छ नोट्स पनि तपाईँलाई भेट्छ र के भन्छ बुझ्नु पनि हुन्छ। बाई बाई, गुड नाइट, टेक केयर।